Hello and namaste everyone. Welcome back to the new episode of हाँस्ने हो र हाम्रो फर्स्ट एपिसोडको अपरम्पार फेलियर पछि हामी फेरि आइसकेका छौं र आजको हाम्रो गेस्ट हुनुहुन्छ द म्यान हु सेक्रिफाइस एभ्रिथिङ एन्ड यस आई मिन एभ्रिथिङ इन्क्लुडिङ वाइफ एन्ड वाइफाई इनफ्याक्ट उहाँ त हाम्रो स्टुडियोमा आज नाङ्गे आउनु भएको थियो हामीले त सम्झाइ बुझाइ कपडा लगाएर राख्दियौँ हामीले उहाँको स्पिरिचुअल जर्नीबाट धेरै कुरा सिक्न सक्छौँ ग्यादर योर ह्यान्ड टुगेदर टु वेलकम बिजनेस नाथजी धन्यवाद बालो तिम्रो जय होस् मेरो भय होस् नभए नहोस् तर तिम्रो उच्चारणमा अलिकति खोट छ किनकि मैले मेरो नामबाट बिजनेस हटाइसकेँ बाबाजी हाम्रो एकदमै ठुलो टिम छ एकजना मान्छेको र हाम्रो टिमले रिसर्च गर्दा के थाहा पाएको छ भने तपाईसँग त एमबिए को डिग्री पनि छ ठिक भन्यो बालो धेरै पहिला अगाडि मैले सामान बेच्ने अध्ययन गरेको थिएँ त्यसपछि मात्र मलाई थाहा भयो शान्ति त किन्न नमिल्दो रहेछ उसलाई त पट्याउनु पर्यो हजुर त्यसपछि मैले मेरो डिग्री हावामा उडाइदिए सबै त्यागे अनि पहाडतिर उकालो भनेपछि सबै त्याग गर्नुभयो सबै घर परिवार सम्पत्ति उद्देश्य छिमेकी सबै त्यागे तर एउटा साथीले मलाई कहिल्यै छाडेन जहाँ भेट्यो त्यहाँ पैसा मागिहाल्छु भनेपछि बाबा नै भए पनि साथीले पैसा माग्न चाहिँ नछोड्ने रहेछ अनि दिनुभयो त आफू त महादेव उत्तानो फल कसले दिलारो बाबाजी हजुरको पहिलाको र अहिलेको लाइफमा भिन्नता के छ र अनि वाइफाई कतिको मिस गर्नुहुन्छ पहिला मेरो जीवनमा हल्ला शोर धेरै थियो किनकि म ठमेल बस्थेँ पहिला म धेरै चिजको पछाडि भए जस्तै गाडी ट्रक बस मेरो छिमेकीको बुढी ऋतु त्यसपछि म अगाडि भाग्न थालेँ जस्तै गाडीभित्र ऋतुको बुढा घनश्याम म भागे त्यो माया र मोहको संसारदेखि म टाढा भागेँ र अहिले मैले शान्ति पाइसकेँ हजुरको अर्को प्रश्न वाइफ कतिको मिस गर्नुहुन्छ भन्दै त्यही वाइफका कारणले त आज म जोगी भएको बाबाजी मैले वाइफाई भन्न खोजेको तपाईँले वाइफ बुझ्नुभयो ठिक छ केही छैन मेरो सोमा चाहिँ यस्तो मिसअन्डरस्ट्यान्डिङ चाहिँ भइरहेको छ बाबाजी हामीलाई चाहिँ हाम्रो दर्शकहरूले चाहिँ आफ्नो समस्याहरू पठाउनु भएको छ तपाईँले चाहिँ सुनेर यसको समाधान निकालिदिनु पर्यो बाबाजी पहिलो मेसेज छ हे मूर्ख बालक तँलाई युवती वरदान दिनु त्यो होइन म त कयौं वर्षदेखि फोल्डरको हो के त्यो मेरो युवती नभेटाएर त्यो छटपटेर जंगल हिँडिरहेछु भने तँलाई युवती मेरो पर्सनल फाइल हो बाबाजी सरी त्यसको लागि अब काट ल हाम्रो पहिलो मेसेज छ सुमेश जी म जतिखेर ध्यान बस्न खोज्छु मलाई पिसाब मात्रै लागिरहन्छ के भयो होला फोकसै गर्न सकिँदैन यसको समाधान के होला त पहिलो कुरा त तिमी ध्यान बस्दा पिसाब आयो भन्ने कुरा कसरी थाहा पायो तिम्रो ध्यान बस्ने तरिकामै खोट छ तिमी जति आफूभित्र कुरा राख्छौ त्यति नै गाह्रो हुन्छ त्याग मेरो बालक त्याग हाम्रो अर्को भ्युअर हुनुहुन्छ सीमा फ्रम ठमेल कतै बाबाजीको छिमेकी त होइन नमस्कार बाबाजी म आफ्नो जीवनसाथी कसरी पत्ता लगाम यति धेरै डेटिङ एप युज गरिसके तर कोही यस्तो मान्छे नै पाइन के गर्ने होला बाबाजी पहिलो कुरा त तिमी डेटिङ एप्समा जीवनसाथी खोज्न जान्छौ भने तिमी पहिला मानसिक अस्पतालमा गएर उपचार गरेर ठिक भएपछि यो संसारलाई छाडिदेऊ यो संसारको एल्गोरिदम तिम्रो डेटिङ एप्स भन्दा एडभान्स अर्को हुनुहुन्छ जनार्दन जोशी फ्रम पोखरा उहाँ भन्नुहुन्छ बाबाजी मलाई यो संसारदेखि दिक्क लागिसक्यो अब म यो सबै कुरा छोडेर तपाईँको शरणमा आउन चाहन्छु अति उत्तम विचार मेरो आश्रममा स्वागत छ बालक तिम्रो तर यति कुरा के ख्याल राख भने मेरो आश्रममा वाइफाई र वाइफ दुवै निषेध छ हाम्रो लास्ट भ्युअर हुनुहुन्छ क्षितिज फ्रम कृतिपुर उहाँ भन्नुहुन्छ नमस्कार बाबाजी तपाईको म भक्त भइसके तपाईले गर्दा म पूजा गर्न थालिसके बाबाजी
मेरो रिस कसरी कन्ट्रोल गर्ने बाबाजी? यति तपाईँको त्यो पोकोको प्रसाद कसरी खुवाइदियो भने तपाईँ रिस कसरी कन्ट्रोल गर्नुहुन्छ बाबाजी? मलाई भनिदिनुहोस् त। पहिला म धेरै रिसाउँथे अनि न्यु खोज्न जान्थेँ, त्यसपछि कुटाइ खाएर आउँथेँ। जब कोही आफूभन्दा शक्तिशाली र बलियो हुन्छ यो तरिका ठिक रहेनछ। अहिले म सिधै सराप छु। कतिलाई त मैले किरा फट्याङ्ग्रा माछा गडेउला इत्यादि बनाइछु। तिमी पनि ख्याल गर मेरो बालक। सुन्नुभयो नि सबैजनाले, बाबाजीको प्रसाद खानुभन्दा अगाडि चाहिँ धेरै सोच्नु है। घनश्यामजी, मैले यो तपाईँलाई भनेको। बाबाजी तपाईँसँग गफ त धेरै गर्न मन थियो, तर आज हामी यति नै गर्छौँ। जानभन्दा अगाडि चाहिँ हाम्रो भ्युअर्सहरूलाई चाहिँ केही मेसेज दिन चाहनुहुन्छ? शिव जस्तै जिन्दगी सानो छ, तर पनि मान्छेहरू अझै आफ्नो स्टोरीमा लाइक आएन भनेर तनाव लिन्छ। तनाव नलिऊ, मेरो आश्रम आऊ, तिम्रो तनाव म लिन्छु। तर यति बुझ, मनमा दुःख छ भने तिमी अझै जिउँदैछु। मान्छेहरू भन्छन् आफूलाई खोज, तर तिमी टिकटकको फिल्टर पछाडि लुक्छौ। जुन दिन तिम्रो वाइफाईको सिग्नल जानेछ त्यस दिन तिमीले आफ्नो जीवनको सत्यता भेटाउनेछ। बाबाजी, तपाईँले इनलाइटमेन्ट गर्नुभएको कि ग्यास लाइट गर्नुभएको, त्यसमा त हामी अझै डिबेट गर्न सक्छौँ। तर धन्यवाद बाबाजी आइदिनु भएकोमा। उठ, जाग, परिवर्तनको लागि। तथास्तु मेरो बालक।